हेलो साथीहरू, आज म एउटा नयाँ भिडियो लिएर आएको छु तपाईहरुको लागि। यो साइप्रसमा चाहिँ बस्दाखेरिको अनुभवलाई लिएर यहाँ आउँदाखेरि चाहिँ नर्मली चाहिँ खर्च कति लाग्छ, भिजा प्रोसेस टाइम चाहिँ कति छ, अनि तपाईको चाहिँ यहाँको अनुभव कति छ, यहाँ चाहिँ काम गर्दाखेरि स्यालेरी कति पाउँछ र कुन कुन फिल्डमा चाहिँ साइप्रसले चाहिँ मान्छेहरू बोलाउने गर्छ नेपालबाट, त्यस्तो सम्बन्धी विषयलाई लिएर चाहिँ कुरा गर्नका लागि मसँग एकजना साथी हुनुहुन्छ। उहाँ साइप्रसमा बस्न लाग्नुभएको मेरो ख्यालले 1 वर्ष जति भयो होला जस्तो लाग्छ। अनि उहाँसँग कुरा गर्दै जाँदा धेरै प्रश्नहरूका उत्तरहरू उहाँले दिनुहुनेछ, जसको चाहिँ हामीहरूको यो कन्भर्सेसनले गर्दा तपाईहरुलाई चाहिँ पक्कै पनि बेनिफिट मिल्नेछ भन्ने मलाई लाग्छ। म उहाँलाई इन्ट्रोड्युस गर्छु, मेरो साथी उहाँ चाहिँ तिलकजी। तिलकजी, हेलो, नमस्कार सबैजनालाई। म चाहिँ तिलक। म चाहिँ साइप्रस आएको चाहिँ तपाईको 1 वर्ष भयो हैन। पोहोर वैशाखमा आएको थिएँ, अब वैशाख पनि लाग्न लाग्यो, 1 वर्ष लगभग भयो। हजुर, भन्नाले चाहिँ तिलकजी तपाईँ आउँदाखेरि तपाईँको भिजा प्रोसेस टाइम चाहिँ समय चाहिँ कति लागेको थियो ठ्याक्कै? म साइप्रस आउँदाखेरि मेरो ठ्याक्कै प्रोसेस टाइम भनेको तपाईको 2.5 महिना लागेको थियो। हजुर, 2.5 महिना लागेको थियो भनेपछि धेरै चाँडो भएछ। मैले कसैको साथीहरूको मुखबाट यो पनि सुनेको छु, साथीहरू जस्तै 5-6 महिना पनि लाग्छ, 7-8 महिना पनि लाग्छ भन्ने पनि सुनिन्छ। तर मलाई लाग्छ कि त्यो कुनै न कुनै 1-2 जना, 100मा 1-2 जनाको चाहिँ अपवाद हुन्छ होला। नत्र बेसिकली चाहिँ साइप्रसमा आउँदाखेरि चाहिँ समय लाग्ने भनेको ठ्याक्कै भन्न मिल्दैन, तर छिटै भयो भने 2-2.5 महिना, र अन एन एभरेजको कुरा गर्नु पर्दाखेरि 3-3.5 महिना, 4 महिनामा चाहिँ भिजा आउँछ। अरू युरोपियन कन्ट्रीहरूको तुलना गर्नु पर्दाखेरि चाहिँ साइप्रसमा छिटो भिजा आउने भएकाले नै अहिले साइप्रसमा आउनेहरूको एकदमै मान्छेहरूलाई चाहिँ इच्छा बढी भइरहेको कारण पनि मलाई जहाँसम्म यही लाग्छ। अनि तिलकजी, तपाईँ चाहिँ कुन फिल्डमा आउनु भएको, कुन डिपार्टमेन्टमा काम गरिराख्नु भएको छ अहिले, त्यसको विषयमा पनि केही कुरा गरिदिनु न। हजुर सर, म चाहिँ लाइफ गार्डमा आएको यहाँ चाहिँ। तपाईको चाहिँ अब मेरो काम भनेको यहाँ अब त्यही स्विमिङ पुलको वरिपरि रेखदेख गर्ने, अब सनबेडहरू मिलाउने, तपाईको अम्ब्रेलाहरू मिलाउने, अब च्यात्ते छ भने रिप्लेस गर्ने कामहरू त्यस्तै नै हो काम। हजुर, अनि तपाईँ चाहिँ कति घन्टा काम गर्नुहुन्छ, अनि त्यसपछि तपाईँलाई चाहिँ रेस्ट कस्तो छ, काम कतिको गाह्रो छ? ड्युटी आवर चाहिँ हाम्रो 9 आवर हुन्छ। अनि तपाईको चाहिँ त्यसमा चाहिँ तपाईको आधा घन्टा चाहिँ हामीलाई खानाको लागि टाइम दिन्छ। हजुर, अनि मिल चाहिँ तपाईको बिहान ब्रेकफास्ट हुन्छ, दिउँसो खाना, अनि बेलुकाको खाना पनि होटलमै हो। अनि बस्नको लागि चाहिँ रुम दिएको छ एउटा, ठिकै छ। अनि धेरै जस्तो साथीहरूको जिज्ञासा हुनसक्छ, साइप्रसमा आउँदाखेरि नर्मली चाहिँ कति खर्च लाग्छ, कति पैसा हाम्रो म्यान पावरले लिन्छ, टोटल हाम्रो लागत लाग्ने चाहिँ कति हो, त्यो विषयमा धेरैजना साथीहरूको प्रश्न हुनसक्छ। यसको विषयमा पनि म उहाँ साथीलाई नै सोध्छु, उहाँले चाहिँ आउँदाखेरि कति पैसा तिर्नु भएको म्यान पावरमा भनेर। तपाईँले चाहिँ आउँदाखेरि ठ्याक्कै नेपालबाट चाहिँ कति पैसा तिर्नु भयो हाम्रो तिलकजी? म चाहिँ 6.5 लाख तिरेर आएको सर नेपालबाट। 6.5 लाख मात्रै तिरेर आउनुभयो है? हजुर। तपाईँ त सायद तपाईँ आउने बेला म पनि ठ्याक्कै त्यही वरिपरि आएको थिएँ, तर मैले चाहिँ त्यति बेला 8 लाख रुपियाँ, ठ्याक्कै 8 लाख रुपियाँ तिरेको हो। कोही साथीहरूलाई मैले भेटेँ जसले चाहिँ 8.5 लाख रुपियाँ पनि तिरेर आउनु भएको रहेछ। तर 8 लाख 8.5 लाख भनेको त्यो समयका लागि चाहिँ धेरै नै थियो। त्यही 6.5-7 लाख नै लिन्थ्यो 1 वर्ष अगाडिको सन्दर्भमा कुरा गर्ने हो भने। अहिले चाहिँ त्यही 8 लाखदेखि 9 लाखको बिचमा मागिरहेको छ भन्ने पनि म सुनिरहेको छु। तर 9 लाखभन्दा बढी चाहिँ तिरेर नआउनु होला साथीहरू, किनभने तपाईँले चाहिँ त्यहाँ म्यान पावरसँग राम्ररी कुरा गर्दाखेरि उसले चाहिँ त्यो गडबड गर्ने भएकोले तपाईँ राम्ररी जानकारी लिएर कुन म्यान पावर बेस्ट छ, कुन म्यान पावरले चाहिँ यहाँको लागि चाहिँ एउटा सही रेट मिलाएर चाहिँ सही एउटा प्राइसमा, लागतमा मान्छे पठाउँछ भन्ने जानकारी लिएर मात्र तपाईँ चाहिँ त्यो विषयमा प्रोसेस गर्नु होला। अनि तपाईँले चाहिँ यहाँ चाहिँ हाम्रो आउनुभन्दा पहिला चाहिँ एक्सपेक्टेसन के राख्नु भएको थियो, स्यालेरी चाहिँ कति हुन्छ भनेर, अनि अहिले चाहिँ कति पाइराख्नु भएको छ तिलकजी, यो विषयमा पनि भनिदिनु न। स्यालेरीको विषयमा चाहिँ के छ भने मैले त्यही आउने बेलामा अगाडि 750मा चाहिँ मैले वहाँ कन्ट्र्याक्ट साइन गरेको हो। 750 युरो? हजुर, 750 युरोमा चाहिँ कन्ट्र्याक्ट गरेको थिएँ।
अनि यहाँ आउँदाखेरि चाहिँ तपाईँको 800 पाएँ मैले चाहिँ। ए लक्की हुनुभएछ तपाईँ त। हजुर 50 रुपियाँ बढी पाएँ। त्यही हो साथीहरू, 750 भनेको मैले सुनेको कुनै पनि फिल्डमा बेसिक स्यालेरी छ अहिले। तपाईँको यो होम सम्बन्धी केयरटेकर सम्बन्धी आउने हो भने चाहिँ अलिकति फरक स्यालेरी सुनेको छु मैले। तर अरू फिल्डमा आउने हो भने, बाहिर एग्रीमा आउने हो भने, एग्रिकल्चरमा अथवा कुनै होटलमा एज अ लाइफगार्ड, वेटर अथवा कुकमा अथवा हाउसकिपिङमा आउने हो भने तपाईँको मिनिमम स्यालेरी 750 तोकेको हुन्छ। त्योभन्दा बढी स्यालेरी नै पाउँछ यहाँ। त्यो हिसाबले हेर्ने हो भने अरू युरोपियन कन्ट्रीहरू जस्तै रोमानिया, अनि त्यसपछि तपाईँको बुल्गेरिया, अनि यस्तो कन्ट्रीहरूलाई कम्पेयर गर्ने हो भने उनीहरूभन्दा अलि नै माथि नै स्यालेरी हुन्छ साथीहरू। तर डिपार्टमेन्टले पनि फरक पर्छ। अब कुन डिपार्टमेन्ट कतिको एक्सपिरियन्स कुन पोजिसनमा आइरहेछ भन्ने कुरा होइन त तिलकजी? तपाईँको अनुभव चाहिँ कस्तो छ? तपाईँले चाहिँ कस्तो साथीहरू भेट्नु भएको छ यहाँ? अब त्यही हो, यहाँ अब सबै अब छुट्टै डिपार्ट अनुसारको स्यालेरी हुन्छ। अब तपाईँको कुकको त्यही अनुसारको 1000 देखि 1200, अब तपाईँको हाउसकिपिङको अब 700 देखि 750, 800, अब यस्तै वेटरको 850, 900 यस्तै हुन्छ। साथीहरू त अब कस्तो भेट्ने भन्दा, साथी चाहिँ एकदम चाहिँ मैले चाहिँ मनले चाहेकै साथी मैले खोजेको, म जस्तै अब आफू जस्तै साथी भेटेको छु होइन। सबै अब राम्रै छ। अब साथी पनि अब आफू गुना हुने हो। अब ठाउँ अनुसार अब हामी परदेश आएको, अब 2-4 पैसा कमाऊ भनेर। अब त्यही हो, ठिकै छ, सबै राम्रै छ अहिलेसम्म। अब भोलिको हेर्दै जाउँ सर के हुन्छ। अनि यहाँ धेरै साथीहरूको यो पनि प्रश्न हुनसक्छ, अनि त्यहाँ कतिको सेफ छ काम गर्दाखेरि, अनि त्यसपछि तपाईँको यो देशबाट, साइप्रसबाट अरू देशमा जान मिल्छ कि मिल्दैन। अनि धेरै जस्तो साथीहरू यसो सोचेर आउँछन् कि जस्तै पोर्चुगलमा जान छिर्न सकिन्छ कि सकिँदैन, यो सेन्जेन हो कि होइन। यस्ता सन्दर्भमा पनि धेरै जस्तो साथीहरूका चाहिँ कन्फ्युजन हुन्छ। त्यो कुरा चाहिँ म यहाँ क्लियर गरिदिउँ साथीहरू। यहाँबाट चाहिँ कुनै कन्ट्री, अरू कन्ट्री, बाहिर युरोपियन कन्ट्री चाहिँ यहाँबाट छोडेर यहाँबाट जान्छु भन्ने हिसाबले चाहिँ यो कन्ट्रीमा नआउँदा हुन्छ। किनभने त्यसको लागि साइप्रस पटक्कै होइन। साइप्रसमा चाहिँ यहीँको स्किल सिकेर, यहाँले चाहिँ जो डिमान्ड गरेको छ यो साइप्रस देशले, जुनसुकै फिल्डमा जुन डिमान्डमा काम दिएको छ त्यसको चाहिँ स्किल सिकेर अनि त्यही काममा आउँदा बेस्ट हुन्छ। स्यालेरी पनि त्यति कम छैन यहाँ, राम्रै छ। धेरै 2 लाख, 2.5 लाख, 3 लाख पक्कै पनि छैन, तर 1 देखि 1.5 लाखसम्म यहाँ कमाइ हुन्छ। खान बस्न यतै कम्पनीले दिएको हुन्छ। त्यो चाहिँ राम्ररी उतैबाट क्लियर गरेर आउनु होला साथीहरू। त्यो गर्दा बेटर हुन्छ। अब हामी चाहिँ पक्कै पनि नेक्स्ट भिडियो फेरि म लिएर आउनेछु। तपाईँहरूसँग लागेका प्रश्नहरू केही छन्, साइप्रसमा आउँदाखेरि के कस्तो हुन्छ, अरू पनि सन्दर्भमा कुनै प्रश्नहरू छन् भने साथीहरू कृपया कमेन्ट बक्समा छोडिदिनु होला। म त्यसको उत्तर पक्कै पनि दिनेछु र नेक्स्ट भिडियोमा हामी फेरि भेट्नेछौँ। त्यतिसम्मको लागि तिलकजीलाई चाहिँ धन्यवाद दिन चाहन्छु। आज उहाँलाई मैले धेरै प्रश्नहरू गरेँ। आज उहाँले चाहिँ आफ्नो अनुभव चाहिँ बताउनु भयो। धन्यवाद। We'll see you on the next video guys. Thank you so much. Bye.